गाइज एकैछिन मेरो कुरा सुन है, यो एकदमै इम्पोर्टेन्ट कुरा हो होइन। अहिले चाहिँ मैले अघि भर्खर न्युज हेरेको थिएँ, मतलब कतिखेर भयो त्यो चाहिँ एक्ज्याक्ट थाहा भएन होइन। ठुलो दल भन्दा के हुन्छ आई डोन्ट नो होइन, ठुलो दल भनौँ कि के भनौँ होइन, तर ठुलो नेताहरू जुन हाम्रो राजपाको नेता रवि सर, बालेन सर र कुलमान घिसिङ सर चाहिँ एउटै फ्रेममा देखिएको थियो कि मैले होइन। एन्ड दे आर युनाइटेड भन्ने कुरा चाहिँ न्युजमा आइसकेको छ होइन। त्यसले गर्दा चाहिँ अब चाहिँ देशमा केही परिवर्तन हुन्छ कि भन्ने एउटा ठुलो आश चाहिँ मलाई लागेको छ होइन। अब चाहिँ छिट्टै देशमा चाहिँ अब राम्रो कुराहरू भयो भन्ने कुरा चाहिँ सुन्न पाइन्छ भन्ने आश छ। र तपाईँलाई कस्तो लाग्छ यो अब के साँच्चै नै देश परिवर्तन हुन्छ या यो एउटा पुरानै ढङ्गमा जान्छ? तपाईँहरूलाई कस्तो लाग्छ कृपया कमेन्ट गर्न नभुल्नु होला। सो बाइ।